आज चाहिँ म बिहानै उठेर बसन्तीको लागि घाँस काट्न लागेँ बारीतिर। बारीमा गएर हेरेको घाँस जत्ता पनि रहेछ। त्यसपछि चट्टसँग गएर घाँस पनि काट्न थालेँ। अब अरूलाई कति टाइम लाग्छ त्यो चाहिँ थाहा भएन, मलाई चाहिँ 3 मिनट भन्दा लाग्दैन। एक बारी घाँस 3 मिनटमा काटेर भारी पुर्यायो। चट्टसँग लागे म चाहिँ बसन्तीको ठाउँतिर। अनि गइवरी फेरि लागे म चाहिँ भिडियो एनिमेसन गर्नतिर। गइवरी चट्टसँग भिडियो एनिमेसन गरेर सक्नु पर्यो भन्दै थिए। साथीले त एसएमएस पठाएर त्यहाँ हेर त एउटा लिङ्क पठाइदिएको छु भनौँ। होइन के को लिङ्क पठाएछ भनेर यसो हेरेको त बाफ रे बाफ, च्यानल खोलेर सिएसएमा जोइन भएको 24 दिनमा 1,01,000 सब्सक्राइब हाम्रो युट्युब च्यानलमा पुगेछ। बाफ रे बाफ, हिजो हेर्दा 81,000 सब्सक्राइब थियो, 19,000 सब्सक्राइब 18 घण्टामा बढ्छ। त्यसपछि एकदमै खुसी हुँदै भोइस ओभर गर्नका लागि लागे म चाहिँ चौरीतिर। फेरि आज चाहिँ म एकदमै खुसी छु किनकि यसरी भ्युज आयो भने पो काम गर्न नि मजा आउँछ त। त्यसपछि चट्टसँग बसिवरी भोइस ओभर पनि सके। होइन बिहान र बेलुका चाहिँ जाडो होइन, दिउँसोभरि चाहिँ के साह्रो गर्मी भएको। फेरि मम्मी चेता के गर्नु हुँदैछ भनेको बसन्तीको लागि घाँस काटिरहनु भएको छ। होइन बसन्तीको गोठमा नआएको नि धेरै भएको छ। होइन के छ त बसन्तीको खबर भनेर यसो भिजिट गरिदिउँ भनेको बसन्तीले त हानेर झन्डै मारेन भने। होइन जतिखेर आउँछ हाम्रो बसन्तीले त हाने पो गर्छ त। होइन आज चाहिँ सिङमा छोइदिनु पर्यो भनेर अलिकति हिम्मत मनमा जुटाइवरी अब चाहिँ रेडी भएर छोइदिनु पर्यो भनेर यसरी छुन भनेर गएको त। बाफ रे बाफ, आनलाई निम्त्याउनु भन्दा आफ्नै काममा फर्किनु कायदा भनेर गएर फेरि धम्माधम एनिमेसन गर्नेमा बसेँ। मम्मीले फेरि यता मिठो दुध हालेर चिया बनाउनु भएको रहेछ। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। म चाहिँ चिया खान्छु। आजलाई यति, हेर्नु बाई बाई।